हाई एभ्रिवान, नमस्ते, वेलकम टु माई न्यू ब्लग। साथीहरू के छ हालखबर, के गर्दै हुन्छ? सन्चै हुनुहुन्छ? आज नयाँ वर्षको दोस्रो दिन। तपाईँहरू के गर्दै हुन्छ? हिजो नयाँ वर्ष कसरी मनाउनु भयो? तपाईँहरूले सबैजना घुम्न जानुभयो होला, रमाइलो गर्नुभयो होला। होप नयाँ वर्ष तपाईँहरूको राम्रो होस्। 2082 सालमा तपाईँले सोचेका कामहरू पुरा हुन्, घरमा सुख शान्ति समृद्धि छाओस्। अहिले म एकछिन बाहिर निस्किँदैछु। यहाँ कर्णाली नदी पर्छ, नजिकै जङ्गल पनि छ, त्यही भएर जङ्गलतिर गइरहेको छु। यसो साँझतिरको हावा खाउँ भनेर तपाईँलाई म दृश्यहरू देखाउने छु। मेरो गाउँको बाटो हो यो, ग्राभल बाटोहरू छ, पिच भइसकेको छैन है। अब हुन्छ होला छिट्टै नै। हामी सानो हुँदाखेरि पहिला सधैँ यही बाटो भएर जङ्गल जान्थ्यौँ। हाम्रो घरबाट जङ्गल नजिकै हो। यस्तै छ हाम्रो गाउँ। मेरा जङ्गलका तिता मिठा यादहरू धेरै छन्। म जङ्गलमा धेरै आउँथेँ पहिला। यही नदी, यही जङ्गल, यही पाखा पखेरामा हामी एकदम खेल्थ्यौँ है। यो विशेष गरी बर्खाको टाइममा जब 45 दिनको छुट्टी हुन्छ नि, हामी अनि जङ्गल आउने, गाई बस्तु ल्याएर छाङ्गो छुरू, डन्डी बियो, अनि यो नदीमा नुहाउने, पौडी खेल्ने उत्पात गर्थ्यौँ है, उत्पात। अहिले त यो नदीमा पानी छैन साथीहरू। सबै पानी उता बर्दियातिर गएछ, कैलालीतिर पानी नै छैन। एकचोटि यो बच्चापनमा एकदम रमाइलो क्षण हुँदो रहेछ क्या। त्यो समय त फर्केर आउँदैन, तैपनि इन्जोय गर्ने टाइममा इन्जोय गर्नुपर्ने रहेछ। साथसाथै पढाइ पनि जोड दिनु पऱ्यो। बच्चा बेला फर्केर आउँदैन। साथीभाइसँग रमाइलो गरौँ, साथीहरू इन्जोय गरौँ। अहिले पनि तपाईँसँग टाइम छ, साथीभाइ छन् भने चाहिँ यसो रमाइलो गर्न चाहिँ नछोड्नुहोस्। समय आउँदैन फेरि फर्केर यो समय। त्यही भएर अलिकति समय छुट्याएर रमाइलो गर्नु पनि जानुपर्छ, रमाइलो पनि गर्नुपर्छ है साथीहरूसँग। योपालिको मेरो नेपाल बसाइ त्यति राम्रो भएन। मलाई अलि हेल्थमा प्रब्लम आयो। नेपाल आइसकेपछि अलिकति वातावरण केही नमिलेर पनि हो कि, त्यही भएर त्यति राम्रो भएन नेपाल बसाइ योपालिको। त्यही भएर मेरो साथीले चाहिँ अलिकति मलाई हेल्थी फुडका रूपमा केही ल्याइदिन्छु भनेर चाहिँ बर्दियादेखि आउँदै हुनुहुन्छ मेरो साथी। त्यही भएर उसको लागि चाहिँ म चाहिँ लिन आएको यहाँ अहिले। अब के ल्याउँछ उसले हेरौँ है। मलाई औषधि ल्याइदिन्छु भनेर बोलाएको छ उसले होइन। के रहेछ औषधि हेरौँ है। एकदम अर्ग्यानिक औषधि भन्थ्यो, अब भन्न चाहिँ अब खै के रहेछ। एकछिनमा पुग्न लागेँ म। त्यहाँबाट आउँदैछ यिनीहरू। यो चाहिँ स्टोन डिजर्ट हो होइन, बालुवाको डिजर्ट हुन्छ। हाम्रोमा चाहिँ यो ढुङ्गाको डिजर्ट छ, स्टोन डिजर्ट यसको नाम। त्यही भएर स्टोन डिजर्ट राखेको। यो पहिला नदी थियो, अहिले चाहिँ नदीमा पानी छैन, त्यही भएर स्टोन डिजर्ट है यसको नाम चाहिँ, स्टोन डिजर्ट। यो कर्णाली नदी हो। म सानो हुँदा पनि यो नदीमा आउँथेँ खेल्नलाई। त्यतिखेर पनि ढुङ्गै चल्थ्यो। स्टिल म अहिले पनि 30-35 वर्षको भइसकेँ, अहिले पनि ढुङ्गै छ। यो नदीमा बर्दिया र कैलाली जोड्ने चाहिँ कहिले पनि पुल नबन्ने भयो, आजसम्म बनेन। यत्रो सरकार छ, के हेरेको होला 2-3 सरकारले। स्टिल पनि यो नदीमा तर्नलाई ढुङ्गै चढ्नुपर्छ। कैलाली र बर्दिया जोड्नलाई चाहिँ पुलै छैन हाम्रो एरियामा। सबै ढुङ्गा हो, ढुङ्गा चल्ने हो एनी टाइम। त्यही पनि नदी धेरै बढेको बेला त यो ढुङ्गा पनि बन्द हुन्छ, चल्दैन। मेरो साथीहरू यहाँ 2 जना यसो छुट्टी नाउ ल्याएर आए होइन। ए केटाहरू खतरा छन्। ओहो 2 जना यसरी नाउ ल्याएर आए होइन मलाई भेट्नलाई। उसले चाहिँ के ल्याएको छ, अब खै के औषधि ल्याइदिन्छु भन्थ्यो भन्नु चाहिँ। कैलाली र बर्दिया जोड्नलाई यही हो नाउ, ढुङ्गाको माध्यम होइन। अरू हाम्रो यो नजिकबाट पुलहरू छैन। के छ केटा, पानी फाल्नु पर्दैन हो अहिले? होस्
पछि फाल्नु नि पानी के छ अरू ठीक छ काम सक्यो सबै घरको काम सक्यो सबै गहुँको भुसा सुसा बोक्नु पर्ने छ छैन पछि लिन गएको थिएँ सामान त्यो चाहिँ यो रहेछ है ए गङ्गटा उसले पठाएको रहेछ होइन यो चाहिँ पोलेर खाएपछि के गरेर खाएपछि राम्रो हुन्छ अरे हेल्थलाई भनेर यो पठाएर छ अब पोल्नु पर्यो आगोमा बुवाको दैनिक काम सुरु भयो त्यो आगो राम्रोसँग परेन अब त्यही आगोमा क्र्याब पनि बोइल गरेर अनि बनाएर खानुपर्छ त्यसलाई त्यो चाहिँ स्वास्थ्यमा लाभ गर्छ अरे त्यही भएर मेरो साथीले ल्याइदिएको हो क्र्याबहरू ल मेरो सबैभन्दा घरको जेठी दिदी होइन ए मेरो जेठी दिदी आउनुभयो पहाडबाट दे ढोका मेरो चाहिँ दिदीसँग भेट भनेको लगभग 17 दिदी तपाईँ मेरो बिहेपछि आउनु भएन मेरो बिहेपछि भेट भएन होइन ए भनेपछि मसँग के अरे दिदीको भेट भने चाहिँ हाम्रो 2017मा भेट भएको 17 पछि चाहिँ भेट भएको छैन दिदीसँग दिदी चाहिँ पहाड बस्नुहुन्छ पहाडबाट आउनुभयो अझै अहिले आइपुग्नु भयो अनि 2017 भनेपछि कति भयो 8 वर्ष 8 वर्ष 8 वर्ष ठ्याक्कै भयो दिदी 8 वर्ष ठिकै 8 वर्ष भयो अनि वैशाखमै बिहे गऱ्यौँ हाम्रो वैशाखमै भेट भयो अनि ठिकै 8 वर्ष भयो दिदीसँग भेट नभएको ठिकै 8 वर्षपछि दिदीभाइको भेटघाट भयो है होइन दिदी 8 वर्षपछि दिदीभाइको भेटघाट हुने भयो तपाईँ त दुब्लाउनु भयो त किन हो होइन पहिला मोटो हुनुहुन्थ्यो अहिले चाहिँ दुब्लाउनु भएछ त्यही त 8 वर्षपछि दिदीसँग भेटघाट हुने भयो अब हाम्रो भेटघाट भयो अहिले त आगो बलि बुवा आउँछ अब एकछिनमै पाक्छ त्यो पाकिसकेपछि अनि बल्ल क्र्याब चाहिँ बोइल गर्नु पर्ला मजाले अहिले 6 बजे ठिकै टिकाहरू पुगायो कहाँ लाग्दछ गाडी चाहिँ अछाम त्यहाँ स्कुलै त्यहीँ पुग्दो गाडी कहाँको गाडी टिकाउको गाडी हो कि उहाँकै गाडी हो त्यहीँबाट सिधै यहाँ आउँदो ए लम्बी छाड्यो कुन बाटो गएर आउँदो रहेछ ए सुर्खेत भएर ए त्यही त ओके अब सजिलो छ आजभोलि त्यसो भए ठ्याक्क 12 घन्टा लाग्यो कहाँ खाना कहाँ रोकायो खाना ए 12 घन्टा गाडीमा गाह्रो छ ल ठिक छ अब त्यही जाने अब त गाडी त्यही जाना अझै हिँड्नुमा छ लागि त अब बर्खा त के पाउने अनि दाजुलाई कल गर्नुभयो नि दाजुले कल त्यसले अरे आगो मैले बेली अरेको थिएँ त ल ठिक छ त्यसको जामती अरेको थिएँ जोइ बना आउनु भयो जामती बनाएकी ए अहिले उता बस पार्क ए नानी बाबु बनाएकी हाम्रो दिदी र मेरो 8 वर्षपछिको भेटघाट हो अब दिदीभाइको गफगाफ हुन्छ 8 वर्षपछिको भेट भएको हाम्रो 8 वर्ष भयो है 8 वर्ष भयो त त्यही बिहेमा भेट भयो होला त्यहाँभन्दा पछि भेट भएन कति भयो बे पर्सि 3 गते 5 गते ठिकै आजभोलि त आएकै हुँ त ठिकै त्यही भएर त 5 वर्ष के ठ्याक्कै 8 वर्ष भयो भनेको ठ्याक्कै 8 वर्ष भयो ठ्याक्कै 8 वर्ष भयो त्यही भएर आमालाई पनि सन्चो छैन अलि ए पिँडो पकाइसक्नु भयो बुवाले पिँडो पकाएर अब चाहिँ क्र्याब पकाउँदैछु म क्र्याबलाई बोइल गरेर अनि पकाउनु पर्छ
क्र्याब चाहिँ बोइल भयो साथीहरू है। अब यो क्र्याबलाई जस्ट फ्राई गरेर के गरेर खानु पर्यो अब। उहाँहरू मेरो जेठी दिदी र कान्छी दिदी हो। मेरो जेठी दिदीसँग त मैले अघि पनि भने मेरो 8 वर्षपछि भेट भएको, कान्छी दिदीसँग 7 वर्षपछि भेट भयो होइन। जेठी दिदीसँग चाहिँ 8 वर्षपछि भेट भयो। उहाँहरू आज हाम्रो घरमा आउनुभएको छ। वेलकम छ दिदी दुवैजनालाई। दिदी केही भन्न चाहनुहुन्छ? 8 वर्ष भयो है दिदी? 8 वर्ष भेट भयो मेरो भाइसँग, कति खुसी लाग्यो। खुसी लाग्यो भेट्नुलाई पनि त अलि टिकाबाट बसि नै आइयो। त्यही भएर दिदी चाहिँ भेट्नलाई भनेर हतार आउनुभयो। ल अब दिदीसँग टाइम स्पेन्ड गरिन्छ साथीहरू है। अब भोलि पर्सिदेखि भान्जाको बिहे छ, भान्जाको बिहेमा जानुपर्छ। ल थ्याङ्क यू फर वाचिङ गाइज। आजको भ्लग यतिमै एन्ड गर्छु। थ्याङ्क यू, बाई बाई।